हेलो साथीहरू, के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? म त ठिकै छु। हजुरहरू कस्तो हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो? अनि खाना खानुभयो कि नै? मैले चाहिँ आज खाना खाएर बाबुलाई स्कुल पठाएर भाँडा धोएर भान्सा सफा गरेर रुमहरू सफा गर्दैछु। जति सफा गरे पनि बच्चाहरूले फोहोर त गरिहाल्छन्, तैपनि अब फोहोर गर्छन् भनेर सफा गर्न छोड्ने कुरो पनि भएन। त्यही भएर सफा गर्दैछु। हजुरहरूले के गर्नुहुन्छ कामकाज आजभोलि? कहाँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियो? कस्तो लाग्छ भन्नुहोला, सल्लाह सुझाव दिनुहोला। म चाहिँ एक्लै टुस्स परेर सफा गर्दैछु। लास्टै घाम भएको फेरि फ्यान चलाउने भने हावाले उडाउँछ तन्न, झन् लगाउन द हुन्छ। त्यही भएर फ्यान नचलाएर आफ्नै स्टाइलमा मैले काम गर्दैछु। चोचो ठडाएर मेरो फेरि त्यस्तै हो काम गर्ने बेला। अरू के छ त अनि हालखबर हजुरहरूको भन्नुहोस्। अनि मेरो माया चाहिँ हिजो साँझ काठमाडौँ जानुभएको छ। त्यही भएर म एक्लै छु, सफा गर्दैछु। होइन भने त ड्याडी लिएर छोराले फोहोर गरेर हे भगवान्। अन्य त माथितिरको कोठा फेरि बाबुले पिसाब फेर्छ कि भनेर थाङ्नु बिछाउँछौँ हामी। दिनको चाहिँ फेर्दैन, कहिले कसको बच्चा हो फेऱ्यो भने फेरि गड्डामा पर्छ भनेर। त्यही भएर थाङ्ना बिछाउँछ। कपीहरू च्यातेर लास्टै बनाउँछ बाबुले। नगर भने पनि मान्दैन, बच्चा हो गरिहाल्छ। बराल्दैछु मैले। ल फाइनल यही हो साथीहरू, दौका यति भयो। यो